तपाईलाई थाहा छ हामी कहाँ कुन रोडमा हिँडिराखेको छौँ भनेर आज है हेर्दाखेरि सर्लक्क हेर्दाखेरि कहाँको सहर बजार जस्तो देखिन्छ तर साल्मेको रोडमा हिँडिराखेको छौँ। यो चाहिँ हो साल्मेको रोड। लुम्दामा पनि अलिकति बढेर आएछ नि। साल्मेको कुनामा है रोड यस्तो छ है। साल्मेको कुनामा यति राम्रो रोड है, दामी छ। दाजु भाइ सप्ताङ खोलातिर जाँदै गरेको अवस्था हो। माछा मार्नलाई पानी परिराखेको छ। अब सप्ताङको त्यहाँनिर अब ठुलो गाउँ हो यो साल्मेको। हो कति सुन्दर ठाउँ छ ठुलो गाउँ। हाले गाउँ ठुलो गाउँ सबै देखाइदिनुपर्छ। अब साल्मेलाई छोडेर चाहिँ अन्तै बसाइ सरेर जानुभएको दाजुभाइ दिदीबहिनीहरू बासिन्दाहरूलाई पनि साल्मेको रोड देखाउँदैछु है। ल हाम्रो साल्मेमा पनि यस्तो प्रकारको रोड कसैले कल्पना गरेको थिएन होला। ल आयो घलेगाउँ बजार क्षेत्र सुरु भयो। कहाँ हो बोर्ड त आखिर देख्दैन देखे। ल बजार क्षेत्र सुरु भयो घलेगाउँ। ल यहाँ 20 को स्पिड आयो। यो चाहिँ नेजम्बल घलेगुम्बा हो। यहाँनिर हाम्रो एम्बुलेन्स पनि रहेछ। एम्बुलेन्स स्ट्यान्ड बाई। हाम्रो गाउँ भनेर के गर्नु, गाउँ पनि हाम्रो सहरभन्दा कम्ती छैन। हाम्रो त्यहाँ चाहिँ हेल्पोस, त्यहाँ माथि चाहिँ हेल्पोस छ। या रोयल फ्रेन्ड आयो त एउटा। ल वदिसङ्गोला वडा कार्यालय देख्दैन। हाम्रो वडा कार्यालय पनि उता ठक्कै अलि नदेख्ने रहेछ हौ। चिस्पङ्गवालिका है। चिस्पङ्गवालिका 4 हो कि तामाङ हो त्यो? तामाङ भाषा हो। तामाङ लामा भाषा। अब आयो ठुलो गाउँ बजार क्षेत्र। ट्याक्क लाएर यतातिर फेन्सी पसलहरू, यता औषधि पसल, यतातिर किराना पसल, यता मोबाइल पसल। गाउँमा यतिको सुविधा भएपछि किन बसाइ सरेर जानु पर्यो र। रोड यस्तो छ है। रोड यति राम्रो छ। एम्बुलेन्स स्ट्यान्ड बाई छ। पहिला जस्तो स्टेजरमा बोकेर कुद्नु परेन। हाम्रो यो गाउँ पनि मिनी सहर जस्तै हो क्या। स्विजरल्यान्ड हो। स्विजरल्यान्ड हो। स्वच्छ हावापानी, हरियाली, वातावरण हेर्नु त कति मिठो चाहिँ भ्यू छ। फेरि राम्रो भ्यू छ। ओहो यहाँनिर त फेरि स्विजरल्यान्ड के भन्छ। यहाँबाट त्यहाँबाट हाम्बाले नि बाइक लिएर यहाँ झरेको यार फुक्नुकै। त्यस्तो खतरा मान्छे है। त्यहाँबाट त यहाँ आइपुग्यो नि। यो पनि बन्छ अब बिस्तारै। यो चाहिँ विज्ञापनको लागि हो। यो चाहिँ राखेको पहिला यस्तो थियो भनेर छोडेको। यो चाहिँ अनुभव होस् भनेर। पहिला यस्तो थियो अहिले कस्तो भयो। अहिले हामी हिँडिराखेको चाहिँ फेरि यो स्कुलको गाडी हो। फेरि अब साल्मे जस्तो कुनाको अब सबैले विकट भनेका, सबैले कुनाको गाउँ भन्ने ठाउँमा यसरी अब स्कुलको लागि बस भ्यान छ, डिलक्स भ्यान। एसी साइड है। एसी साइड भिडियो सहित हो यहाँ त। एसी चलाइदिने हो। एसी चल्यो। हिटर चाहियो भने यहाँ डिलक्स जम्बो हाइस। यता पानी तर्सिङसुङको खोला, यता सबै अलैँची बारी हेर्नुहोस्। दामी छ नि। इलामभन्दा कम्ती छैन नि हाम्रो गाउँ। ओहो यो मम्दा अलि सक्ने भएर हिँडिरहेको छ यार। पानी घट्टा आयो हेर्नुहोस्। सर्लक्क पिसेर खानुलाई पानी घट्टी। हाम्रो गाउँ पुरा
सुविधा सम्पन्न हो कि है अहिले त अहिले हाम्रो गाउँ पहिला जस्तो होइन टनेलहरू यस्तो छ है यस्तो दामी टनेलहरू भइसक्यो यी सबैमा टमाटर फलिसकेको छ अब यो टमाटर उठाउने बेला भइसक्यो भेडा फार्म चाहिँ त्यही अगाडिको हो है ठ्याक्कै नुचेतको के अरे त्यो दुम्बङको भेडा फार्म यहाँबाट अलि नदेख्ने रहेछ अलिक परबाट अलि राम्रो राम्रो देख्छ देखिरहेको रहेछ अलिअलि चाहिँ अहिले चाहिँ हामी नयाँ बस्ती साल्मेको नयाँ बस्तीतिर छौँ नयाँ बस्तीतिरको रोड यो एकदम नै सुन्दर शान्त गाउँ नयाँ बस्ती कहीँ कतैको झन्झट नभएको कहीँ कतैको अब के भन्छ आवाज धुलो धुवा नभएको ठाउँ सुन्दर शान्त ठाउँ नयाँ बस्ती एकदम राम्रो ठाउँ स्वच्छ खानेपानी है राम्रो वातावरण ठाउँ ठाउँमा यसरी पानी घट्टाको सुविधा ठाउँ ठाउँमा त्यहाँ पानी घट्टा आयो अर्को आयो फेरि यो मिल अब यो चाहिँ पहिलाको अर्ग्यानिक मिल यो है हेर्नु न अर्को उताबाट अर्को पनि भेटाउँछ अर्को पनि भेटाउँछ अब पछि योभन्दा गाउँमा के चाहियो त सुविधा हो हाम्रो गाउँ अनि स्विजरल्यान्ड भन्दा कम्ती छैन नि त यस्तो दामी छ है हामी नेपालीहरू माल पाएर चाल नपाएको मान्छेहरू हो के बर्खा समयमा पारी भित्ता हेर्नु त भेडा फार्मको भित्तामा कति राम्रो झर्नै झर्ना छ जता हेऱ्यो उतै झर्ना सबै कुरा देख्दैछ पुरै झर्ना जता हेऱ्यो उतै झर्ना आमामा सप्तङ खोला उर्ले जस्तो छ भाइ यार के गर्नु अब यो उर्ले भन्दा सक्यो पहिला हामीले एकपल्ट यहाँनिरको रोडको भिडियो हालेको थियो भाइरल भएको थियो बाइकमा अनि एकजनाले भन्नुहुन्थ्यो त यो त पृथ्वीमा राजमार्ग जस्तो छ भाइ भन्नुहुन्थ्यो है यही रोड हो पृथ्वी राजमार्ग भन्दा त कम्ती छैन नि त्यहाँ बरु खाल्टो साल्टो होला यहाँ त खाल्टो साल्टो छैन प्योर हो सलाला हेर्नु त पानी सरी हो यहाँको रोड त यतातिरकै हो क्या अरे भाइरल भएको यतातिरको हो त्यहाँतिरको यहीँको भयो यहीँतिरको रोड छनु पनि राम्रो छ त यहाँनिर दामी छ नि यो आइपुग्यो हाम्रो ब्रह्मदिङ खोला बढेछ है यस्तो उर्लिरहेको रहेछ यो चाहिँ हो ब्रह्मदिङ खोला परे माथि त पानी त परेछ त्यो खोला पनि उर्ले जस्तो लाग्यो यार मलाई त खोला उर्लियो भने त गाह्रो पर्यो तपाईँको भिडियो कन्टिन्यू छ कि कन्टिन्यू छ 9 मिनट भयो 9 मिनटमै यहाँ आइपुग्यो 10 मिनटमा खोला पुग्ने रहेछ
धेरै टाइम नलाग्ने रहेछ नलाग्ने रहेछ नि सरारा नि रोड पनि त्यस्तै छ नि त्यस्तै छ नि कति 40 की स्पिडमा 60 को स्पिडमा कुद्दैछ 40हरू हान्दिरहेको छु बेला बेला जाँदा पानी आयो अब रनिङ पनि दामी छ नि खोला हेर्नु त्यहाँ पहिला त खतरा बढेछ यार अब के गर्नु त अब बर्बाद भइगयो नि अब बुढोलाई अब बसाउने बेलामा उहाँ खोला वारी पाएर बस्छ पारी आएर बस्छ बुढो यो कहिले सुक्ने अनि सुक्न चाहिँ सुक्छ सुक्यो भने त सुक्छ धेरै टाइम लाग्दैन यो त भल पानी हो नि त बाजे उतै फस्यो कि जस्तो लागेर मलाई सायद अहिले यता त फोन पनि लाग्दैन है हो आल्टोमा त फोनै लाग्दैन आम्मामा हेर्नु त सप्तङ खोला त निकै बढेछ त अब त यहीँसम्म मात्रै हो अब यहीसम्म हो यसो हेर्ने फर्किने त होला नि आम्मामा हेर्नु त त्यत्रो त छ ल यहीँतिर राखौँ अटो बनाइरहेको छ